बनाउने नि सम्झना हुन्छ नि यो यसको देश यस्तो थियो भनेर आज हामी कहाँ जाँदै हौ र साथी हो आज हामी एउटा पार्कमा जाँदैछ तर त्यो पार्कको नाम चाहिँ थाहा छैन इट्स सरप्राइज त्यस्तो हो यस सुक्का पार्टी सुक्का पार्टी हो सुक्का पार्टी हो कि भुक्का पार्टी हो सुक्का पार्टी पानी बगैँचा त यहाँ दुईटा तातो चिसो नै त त्यही कहीँ छाउँबाट है हामी चाहिँ कता जाँदैछौँ हामी पार्किङमा छिर्यौँ पार्किङ गरेर यसो खरस यता हाम्रो याङजिङ सी नमस्ते ल हाम्रो टोली चाहिँ घुमघामको लागि हिँडेछ है कता गयो हाम्रो अरू टोली 여기 광안 있어요? 경기도에서 하는 도리 हाम्रो 성싱님 식물원 हामी 갱기도को 오산시예요? 성싱님? 오산시 오산시मा छौँ हामी पार्कतिर आजको 뭐냐면 여기서 건너갑시다. यहाँबाट पारी जाँदैछौँ 왜 안 와? 뭐해? 아우 여기 안 이뻐. 저기 광안에 좋아요? हामी पारी लाग्यौँ हाम्रो टोली खन्न फ्यान भिडियो गर्दै देख्यो ल हामी पार्कमा आउन लागि कसरी कति पर्थ्यो अरे 30 मिनेट पर्खिनु पर्थ्यो के को लागि गाडीको लागि ए यतातिर उतै गरेको भएर छिटो भयो अरे ल अनि अरूको ब्लगमा मैले भनेर हुन्न नि त अरूले भन्यो भने राम्रो हुन्छ नि त तपाईले भन्ने हो झन् ल हेलो गाइज वेलकम टु आवर भ्लग आज हामी पार्क घुम्न आएको छौँ अनि त्यस पछाडि आज चाहिँ हामी पार्क गइरहेको छौँ हाम्रो संक्षेपसँग हाम्रो पार्क जाने बाटो चाहिँ यही हो है त यति त हो नि अहिले चाहिँ हामी अब कफी लिन गइरहेको छौँ भन्नु त्यस्तो ए हामी चाहिँ कफी खान गइरहेका छौँ हामी कुन कफी खान्छौँ कफी नखाने के खाने कोक त्यसले प्रायः कफी खान्छ होइन खासै मन पर्दैन हौ कफी माथि रहेछ त चिप्सहरू पनि बोकौँ छिटो डर होइन दिदी ल हामी चाहिँ माठभित्र कम्पनी भन्न आएछ याङजिङ साल्के हो हामीले चाहिँ किन्ने है कोका कोला खै तपाईँले के किन्नुभयो मैले कोका कोला बिल तिर्दिउँ भनेको खै यता अगाडि पनि खानेकुराहरू बोकेर हिँड्दैछ आज हामी गएर पार्कमा बसेर खानेछौँ ल है हामी चाहिँ पार्कमा बसेर खाने भनेर सामान किनेर आयो है लाक्पासी केही बोलिदिनु न भित्र गएर इन्जोय गर्ने के इन्जोय हुन्छ होला हाम्रो पेप्सी बगेछ नि पेप्सी बोकेको छ है पेप्सी होइन कोका कोला इम्पोर्टेन्ट यहाँ यो छ हेर्नु के छ अरे इम्पोर्टेन्ट यो पानी त्यो पेप्सी कोलाले केही हुन्न मोस्ट इम्पोर्टेन्ट इज वाटर त्यस्तो हो सुरु भयो के हो त्यो छिटो कुरमुरे छरम त कतै काम लागेछ के यहाँ टिकटै काट्नुपर्ने चाहिँ कसो हो फोटो खिच्यौँ न हामी ठेफ्यौछु सेल्फी हान्नु यहाँ पनि टिकट काट्नु पर्ने रहेछ उसको लागि मेफ्योसो कति रुपियाँ हो टिकटलाई थाहा छैन यहाँ टिकट सिस्टम रहेछ टिकटलाई चाहिँ यो अरुण भनेको ठुलालाई 1500 हुन्
अनि 1000 वोन 700 वोन रहेछ अरिन भनेको केटाकेटीलाई 500 र 700 वोन रहेछ टिकट पार्क भित्र छिर्यौं है कुन पार्क अरे यो पार्कको नाम के हो है पार्क भित्र त छिर्यो पार्कको नाम पनि थाहा भएन जस्तो छ यहाँ लेखेको छ के लेखेको छ ठोफियरियोन ल ठोफियरियोन भन्ने पार्कमा छिर्यो है हामी टिकट चाहिँ 1500 वोन रहेछ यहाँ 1500 हामी ठुलालाई 65 वर्षभन्दा माथिकोलाई चाहिँ फ्री अरे ऊ मिसलाई फ्री भयो 4 जनाको 1500 को दरले हाम्रो मिस सँगसँगै निमलाई चाहिँ फ्री 65 वर्षभन्दा माथिकोलाई फ्री रे त आरियोन पार्क अरे अहिले गएर एकछिनपछि यहाँ बसेर पानी पिउने अरे ल मिसले हाम्रो मिस आज पार्क घुमाउन ल्याउनु भएको छ हामी विद्यार्थीहरूलाई फुल चाहिँ अलि राम्रो फुलेर हुन्छ 사람이 많아졌어요. 사람이 테이블은 없네. 그치? 네, 마트 우리 양 마트 없어요. 아, 테이블이 없네. 테이블이 있어요. 테이블 있어요. 아, 저기? 아무리 나들이 아니야. 근데 거의 그늘이야? 햇빛이 아니야? 더워. बस्ने ठाउँ पाइएन रे हामीले ल पार्कमा खाबाङ 내려놓고 우리 앉았어요. 안전 거요. म त राम के होला रे भाइरल होला रे हाम्रो दाइ फेरि धेरै कोरियन बोलेपछि फेरि भाइरल हुनुहुन्छ नि फेरि त्यहाँ घाम भयो 가방에 있으면 누가 맡아놓은 거야. 애기 앉으면 어때요? 애기도 있어요. हामी चाहिँ यहाँ पाङ केराम कोक खाँदैछ है हाम्रो सँगसँगै हाम्रो टिचर हुनुहुन्छ उहाँ हाम्रो चाहिँ यहाँ घुमाउन ल्याउनु भएको छ पार्कमा 올드 한 사람은 결혼도 그레주엣 메리지. म्यारिज 그레주엣. अरेन्ज म्यारेज 졸혼. 그레주엣 했다고. 졸혼. 그리고 또 민영수 생선 맛있는 생선이야. 갈치, 가자미. 오징어 भनेपछि त म त खानै मन लाग्यो. हाम्रो थोरै खानपिनपछि फेरि घुमघाम सुरु भयो हाम्रो पार्क घुमाइ कस्तो हुँदैछ एकदम जबरजस्त भइरहेको 알아서 가고 싶은 대로 가요. 내가 따라갈게. 알아서 가고 싶은 대로 가. 일로 쭉 가서 가도 되고. के भन्नुभयो हाम्रो मिसले आफूले जता जान मन लाग्छ आफूले इच्छा गर्ने जान्छ अनि कहाँ भेट्ने त फेरि अहिले आएर सिम्पल ल्याङ्ग्वेजमा आफ्नो आफ्नो बाटो लाग भनेको हो त्यो. अब हामी आफ्नो आफ्नो बाटो लाग्ने 어디로 갈까? पछाउने हो पछि अब 저 위로 올라갈까? नि आएको रुख कस्तो राम्रो ल पार्कमा चाहिँ घुमाइ हुँदैछ है साह्रै
सुन्दर मनमोहक रुखहरूको पार्कमा एकछिन यहाँ हेर न बहुत सुन्दर छ है पार्क कस्तो भने अस्ति न सकुरा बेलाको भए त यो त टम्मै हुन्थ्यो होला है पार्क झापाको चियाबारी हन्सी लाक्पासीलाई उता इलाम र यो फरक लागेन यहाँ फोटो सेसन गर्न एउटै हो तपाईको त्यताको ठाउँ र यो उस्तै छ 어떤 나무요 이거? 참나무 이거 나물해 먹는 거예요. 먹는 거 이거요? 먹는 거. 이거 야채요? 향기 맡아봐봐요. 냄새. 냄새요? 이거 먹는 거예요. 샐러드도 해서 먹을 수 있고 나물로도 해서 먹을 수 있고. 냄새 나요? 냄새 좋아요. निम्से आएर कस्तो आयो निम्से खानेकुरो हो रे यो तरकारी जस्तो पकाएर खान्छन् भन्नुहुन्छ हाम्रो मिसले टाल पनि रहेछ नि त यता होसु होसु खङन भन्ने छ उता हिलसानमा 이거 호수에 수영할 수 있어요? 아니요 할 수 없어요 그냥 볼 수만 있어요 수영 영진 씨하고 거기서 사진 찍어줘. 예쁘게. 고르기 되는데 राम्रो नि खायो हाम्रो यो यहाँ माछा छ होला यहाँ माछा छ यो उमा तालमा हाम्रो लाक्पासी फोटो खिच्न जानुभएको छ हाम्रो दुईजना त्यता गयो अघि टन्नै रहेछ माछा चाहिँ ठुल्ठुला रहेछ नि 고기 모여드는 거 좀 봐봐줘. 작은 물고기들도 있네. यो गेटमा एउटा खेटौँ न यदि मन आफै यो के को गेट हो याङसेङ हो है वाह यो कहाँ जाने हो ल हाम्रो साथीहरूले चाहिँ भिडियो सेसन फोटो सेसन गर्दैछन् लाक्पासी कस्तो लाग्दैछ तपाईँलाई यो पार्क बिन्दास मात्रै राम्रो लागेको छैन हामी चाहिँ थानफुङ नामुन 1 भन्ने पार्कमा छौँ है यो चाहिँ केङकेङी फुल अरे यो बिरुवाको नाम छ हाम्रो मिसले चिनाउँदै हुनुहुन्छ यो चाहिँ फेक्सन बिरुवाको नाम चिनाउँदै हुनुहुन्छ है हाम्रो चाहिँ सँगसँगैले 노로기? 노리고기. 이거 꽃이요? 꽃. 노루라는 동물이 있는데 노루의 귀, 노루의 이어 같이 생겼다 해서 노루기야. कान जस्तो भयो अरे यो चाहिँ फुल हो रे तर फुलेको त छैन यो पछि फुल्छ होला कोट भन्दै हुनुहुन्छ हाम्रो सँगसिङ निमले जङ्गल त ठुलो रहेछ कता गयो तिम्रो आउँदैछ जस ठुलो रहेछ हैन पार्क चाहिँ फोटो खिच्ने ठाउँ यता हो यहाँ कोट मानी इसयो
कोटै फुल फुलेछ यो फुल चाहिँ फुलहरु चाहिँ एकदम राम्रो फुलेछ है 언니 이거는 지금 방금 찍었어. पार्कमा घुम्दैछ है ठाङफुङ मूल ठाङफुन नामुन भन्ने पार्कमा हामी छौँ लगपछि इगो फसे हो कता गयो हाम्रो टोली हराए है पार्क त घुमेर नसक्नु रहेछ यतातिर गए पनि उस्तै छ यी डाँडामा निस्केको के रहेछ भनेको डाँडा यता पनि त्यस्तै छ पार्क ठुलो रहेछ पार्क चाहिँ ए ठुलो छ है पार्क चाहिँ ठाङफुन नामुन फङवान यता गए नि भयो डाँडामा निस्केपछि चारतिर बाटो रहेछ है ए यता गए नि भयो यताबाट गए नि भयो ठुलो रहेछ तर बसेर करा खाएको त हो यहाँ हो यो चरा बसेर गरिरहेको छ मान्छेहरू यताबाट पनि आइरहेछ है पार्क चाहिँ ठुलो रहेछ हामी चाहिँ फेरि यतै फर्क्यौँ है ठुलो रहेछ पार्क कता जानु कता नजानु हाम्रो साथीहरू तलै छोडियो त्यही भएर हामी नि फर्क्यौँ हामी फर्क्यौँ होइन त अब यतै जाउँ के हुँदैछ यहाँ लुकी लुकी टिकटक हो हाम्रो टिकटक बन्दैछ लाइक गरिदिनु होला शेयर गरिदिनु होला टिकटकलाई शेयर गर्नु भाइरल गरिदिनु होला भो भाइरल गर्नु छैन गाली खानु छैन ल ठाङफुङ भन्ने पार्कमा यहाँ पार्टीहरू पनि छ ए पार्क चाहिँ ठुलो रहेछ यार बिचमा जता हिँडे पनि पार्क चाहिँ ठुलो रहेछ है यहाँ बच्चाहरू दौडिरहेछ दामी फुलेछ है 그 앞으로 좀. 여기 말벌인가? 벌 엄청 커 저거 봐. 벌 엄청 커. 말벌인가? 서봐 니네도 여기 서봐. 잠깐만. 아니요? 오픈아 이렇게 찍어보자 하나, 둘. 그래 저기 잠깐만 하나 둘 세 번 안 보여 여기로 와 빨리 와 하나 저리 엄마 ल है ओसान सीमा रहेको ठाङफुन नामुल गुवान भन्ने पार्कमा छ है यो चाहिँ आउन सक्नुहुन्छ साथीहरू घुम्नको लागि 오케이 가자 फुल फुलेर एकदम राम्रो देखिया छ है घमाइलो फुल 올라가야지
फुल चाहिँ दामी फुलेछ 가지 한 마리 잡아 줄게. 기다려 봐. 아빠가 여기서 봤거든. 뭐 하나 도망가는 거? 깨구리인가? 어허, 뭔가 있어. 벌레 같은 게 있어. 벌레 같은 게. 짱구 벌레 같은 게. र यो खोलामा चाहिँ के रहेछ यहाँ हेर्दैछ नै यसले यहाँ बसेर खानेकुराहरू खाऊँ भन्ने हुनुहुन्छ पाङ आगो खेरान इस्सो यो हामी चाहिँ यहाँ बसेर चाहिँ खानेकुरा खाँदैछौँ पछि कस्तो रह्यो यहाँको बसाइ रमाइलो भयो कस्तो लाग्यो यो किन हो किन भने जस्तो फोटो 사진 많이 찍었어요? 여기서도 찍지? 여기서 찍어줘요? 네 서야 찍어줄게. ल हामी चाहिँ अब यो घुमेर फर्किँदैछौँ है के भन्दै हुनुहुन्छ हाम्रो मिस 아니 있어. हाम्रो टिम ताल घुम्दैछ अब फर्किँदैछ है ओ मानी बस्छ 깨로 나오는 거 봐. माछा आयो है धेरै खानालाई 우람 나이 깊게 하는 소리 나요. 거기 조심. 왜는 목마가 호흡을 해. राम 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 तथार मचार गरे हाम्रो साथीहरूले के दिँदैछ माछालाई कस्तो फिल हुँदैछ योमा घुम्दाखेरि 애기들까지 다 온다. 좋긴 마사 프링거스 가는 거 알지? 다 쟤네들 오는 거 봐. 소식 듣고. 난 나라예요. 완전 덥부이 와다. लागपछि हाम्रो इन्जिन सीको कस्तो लाग्यो एकदम रमाइलो भयो. रमाइलो मात्रै अरू त के लाग्यो? घाम लाग्यो. टिकटक कतिको बनाए टिकटक बनाएन हामीले खासै. फोटो खिच्छौँ. देखा कति गर्ला. नाना आन्टी पनि गयो. अम्मा हेर्नु. ए डन रहेछ माछा ए यहाँ रहेछ ठुल्ठुलो मोगी मोगी मच्छर यो बच्चालाई जति हामीलाई बोल्न आउँदैन आउँदैन यो बच्चालाई जति नै हामीलाई आउँदैन है मोगी अरे ल हाम्रो टोली अघि बढे याङचिन्सीको कस्तो रह्यो आजको अनुभव एकदम रमाइलो सोचेको भन्दा एकदम राम्रो रहेछ पार्क तर एउटा कुरा चित्त बुझेन के कुरा मेरो टिकटक बनेन अहिलेसम्म टिकटक एउटा नि बनेन एउटा बनेछ एउटा अर्को चाहिरहेको थियो बनेन म बनाइदिन्छु भन किन के बनेन 제대로 보려면 두 번 더 와야 해. ठुलो 하나도 안 봤어. 친구는 또 하나도 못 보고. अर्कोचोटि आउने अरे बनाउन ल हाम्रो मिसले अर्कोचोटि आउने भन्नुहुन्छ फेरि टिकटक बनाउन यो पटक नबने अर्को पटक आउने अरे मनको डेरा सरी
सरी है भ्लगमा यति व्यस्त भयो कि अहिले मलाई टाउकोमा फुल लाएर साँच्चीकै मजा भयो कपाल बनाउनुस् अलि सबार्नुस् भन्ने छैन सिधै अन गरिहाल्यो हेर्नु न हेलो गाइस साँच्चीकै रमाइलो भयो हेलो गाइस हाम्रो रमाइलो भयो तर लाकपालाई रमाइलो भयो भिडियोग्राफरले कपाल मिलाउनुस् भन्ने पर्ने सबभन्दा पहिला भिडियो खोल्ने भन्दा अगाडि कपाल हुस हुन्छ कपाल मिलेछ त अलि खराब लाग्यो 12 भ्युजमा अड्क्यो भने त ठिकै छ सबै गोर्खेले लिएर हैन भने गयो कता गइन्छ हामी अब हामी सिधै जान्छौँ गयो आज अब जति उफ्रिने त्यो उफ्रिसक्यो भोलिबाट गदालाई पनि काम गर्नु छ यो चाहिँ सही है सक्यो उफ्रिने अब भोलि चाहिँ गदाले जस्तो काम हो भोलि जस्तो गदा जोत्ते जस्तो जोत्तिनु पर्छ कोरियाको यही छ नराम्रो नराम्रो कि राम्रो पछि हो अब दुइटै हो घुम्नु नि पाखा खानु नि पाखा अब दलिनु पऱ्यो भने फ्रीमा त के आउँछ हुन त सही हो सही हो तपाईँ भयो अब हामी चाहिँ पार्कलाई छोडेर निस्कँदैछौँ पार्क घुम्यौँ हामी नयाँ ठाउँमा आयौँ लाकपासी रमाइलो भयो यहाँ के गर्दैछन् यहाँ मेन मेफ्योसु हामी बाहिर निस्कँदै हो सिजङमा के काम छ हो त्यसो 저기 나가는 길이 있나? 거기서 나가는 ल हाम्रो टोली अगाडि लागे एकी बुठ त्यो अवश्य अवश्य ल छचोको रे सिटल खोज्नु भयो हाम्रो मिसले सिटल बाटो जाम भन्दै हुनुहुन्छ यस्तो हो यस्तो हो लाकपासी यतिकैले गर्नु भएको होइन कसम भन्दा ल हामी फर्केर गाडी चढ्यो एन्जिनासी कस्तो लाग्यो हाम्रो लाकपासीलाई कस्तो लाग्यो छेमिसय मानी छेमिसय हाम्रो एन्जिनलाई कस्तो लाग्यो एकदम दामी लाग्यो तर नमु थावायो भयो हजुर नमु थावायो तर धेरै राम्रो छ पार्क तपाईहरु पनि आउनु होला अझ ठाउँ नाल त आउनै बाँकी छ पार्कको नाम के हो रे दाइ थाङफुङ नामुन वान थाङफुङ नामुन कोको जग्गा 한국 말 아세요? 왼쪽 알고 있어요? 아직 잘 할 수 없습니다. 좋았어요. 아주 이뻤었어요. हामी एकचोटि आएको छ यहाँ फुलै फुल पो छ त यहाँ त ल फेरि हामीलाई ए यता पो रहेछ म चाहिँ अहिले ओसान बजारको के सिजाङ हो यो ओसान सिजाङमा आएको छु तपाईँहरूलाई म ओसान बजारको सिजाङ देखाउँछु है यो हाम्रो सिजाङ यो हो हाम्रो होइन
यो त ओसान बजारको सिजाङ हो ओसान मात्रै होइन यो त फारानको सबै यहाँ आउँदो रहेछ हो फारान त छैन अरे हामी त ठेजन जान्छ नि त फारानको साथीहरू यहाँ आउँछु भन्छ हेर्दै बस्ने एक्लो जीवनमा होइन एन्जिनासी करेला यसलाई के भन्छ अरे जडीबुटी जडीबुटी ल यता रहेछ स्याउ किवी नि रहेछ सुन्तला टमाटो योहरू चाहिँ बजारमा सपिङ गर्नु छ भन्दैछ खुट्टा रहेछ यो खुट्टा आइटम मासु गोरुको होला ओसान बजारको सिजाङ है मासुहरू खानेकुरा आइटमहरू पापडहरू ल के अरे केक पाङ पाङ सागहरू छ है आलु पाटहरू सागहरू हाम्रो एङछिङले प्याज किन्दै हुनुहुन्छ यो त नेपाली प्याज जस्तो छ त त्यही भएर अलि मिठो हुन्छ खाबु आउँदै हो कति रुपियाँ आयो प्याजलाई हाम्रो साथीहरूले प्याज किन्नुभयो कति रुपियाँ अरे प्याजलाई यो 5000 नेपाली 500 नेपाली 500 कतिवटा केटा अब नेपाली पैसामा कन्भर्ट गर्नु हुँदैन 5000 सस्तै हो सस्तै हो नेपालीसँग कन्भर्ट गर्न थाल्यो भने चाहिँ खानु बाँच्नु गाह्रो छ कोरियामा गाह्रो छ कोरियाको लागि त ओछिन्कै नि हो ठिक हो ठिक हो सपिङ गर्दै हुनुहुन्छ है हाम्रो साथीहरू ल प्याज किन्यो है हाम्रो लाक्पासी केही नकिन्ने एउटै किन्ने यहाँ हामीले प्याज बुकिङ गर्यो है 5,000 वनको कतिवटा मानवन 10,000 को 10,000 को प्याज किन्ने है 5000 को प्याज 5000 को काँक्रो ए काँक्रो हो 5,000 काँक्रो 5,000 प्याज साह्रै महँगो है के प्याज लिन नेपाल जाने हो सस्तो यहाँ चाहिँ भेटनामी मार्केट हो अरे यो चाहिँ मलाई चाहिँ थाहा छैन आज साथीहरूको मार्केट घुम्न आएको ओसान बजार मेरो मार्केट चाहिँ ठेजन बजार हो ठेजन बजारको देखाइसकेको छु मैले यो चाहिँ आज ओसान बजारको देखाउँदैछु है मैले चाहिँ लाक्पासीले के किन्दै हुनुहुन्छ आज एकछिनबाट किन्ने हो सर के किन्नु छ आज एक हप्ताको लागि लिनु पर्ला नि साग आलु भन्नु न के हो साग आलु त किनिँदैन भाइ मासु केरा सेरा स्याउ ए केरा स्याउ दुधहरू एक हप्तासम्म बिग्रिँदैन दुध 10-12 दिनको डेट हुन्छ 15 दिनको हुन्छ के किन्ने 네, 참외자 오렌지라서 오렌지. टमाटर 5,000 को 8वटा ल टमाटर 5,000 को 8वटा केडा रे कति काजु काजु हेरेर हाल्नुपर्छ टोटल 1 2 3 4 5
गनेरै हो गनेरै सस्तो हो अजिङ्गो खाल्ची यो चाहिँ यो नाक्ची त्यो होइन यो त्यो मैले खाएको अनि यो चाहिँ खोदोङ हो यस्तो बादल चिया गर्न आएको हामीले नाम मात्रै चिनाएको सबै आउँछ पात फुट्छ निकाल्न मिठो हुँदैन होइन मासु चाहिँ यसको आँखाहरू निकाल्नुपर्छ प्लाट्टै फुटेर मुखमा लाग्छ त्यो कालै कालै हुन्छ नि त्यो के हो तितो हुन्छ मुखमा कतिचोटि त भित्र पनि पस्या पातुलो खाले समर ब्ल्याङ्केट क्या 15,000 पर्दो रहेछ यो ब्ल्याङ्केटलाई 30,000 त 30,000 अनि त्यो त जाडोको हो नि त मोटो हो नि त अनि यो समर छ क्या पातुलो खाले 15,000 के किन्नुभयो के किन्नुभयो बन्दाकोपी कतिको सस्तो रहेछ 2,000 एउटा बन्दालाई सस्तो रहेछ त 2,000 यी छन् भनेको यी छन् यो बजाइले के बेच्नु भएको बिचराहरू केही बिकिन अब पोको पारेर हेरेर लान्थे हुनुहुन्छ यो के हो खिम्सी साग राम्रो छ त्यो बढी विदेशी हो नि यिनीहरूदेखि मासु लाने हो लाने त भने तर गोरुको हड्डी होइन यो यो हड्डी गोरु हो र गोरु हो यो गोरुको खुट्टा 우리 어르신은 어떤 그거 많아요. 이거 많아요? 네, 혼자 있어요. 2,300원이야? 이렇게 24,000원이고. 네. 잘라도 주세요. 잘라요? 마스 김레이찬은 아버지는 찌개거리 얼마나 해요? 10,000원이요? 형아는요? कम्पनीले बिहानै बेलुकै दिने हो खाना खाना 찌개거리 10,000원어치 가져요 아버지. ठिक रहेछ त कम्पनी 찌개거리 15,000원 담아드려요. हाम्रो भन्नुहोस् त हाम्रो सिजाङको यात्रा भ्याइयो के किन्दै हुनुहुन्छ तपाईँ म त भर्खरै आएको केही पनि किनेको छुइनँ अब किन्नु है म चाहिँ नरेश भाइसित गएँ है खै जाने हिँडौँ त तपाईँ के किन्दै हुनुहुन्छ आज ओसान बजारमा लानु चाहिँ पर्ने तर अलिक टाढो छ क्या है टाढा भयो कि उतै नजिक छ यताबाट नि के लानु त है त्यो सम्झिँदा चाहिँ नलैजाउँ जस्तो लाग्छ यता अलिकति कस्ट पनि सस्तो होइन त्यसपछि अलिक फ्रेस पनि पाउँदो रहेछ क्या यता यताको भन्दा धेरै भएर लैजाउँ भनेको गएको तर पनि किनेको पनि छैन पनि काका पक्सिरहेको